अखिल नेपाल ट्रेड युनियन महासङ्घ मुलुकका लाखौं श्रमजीवी वर्गको नेतृत्वदायी संस्था आन्तुकबाट यो दीपावली, नेपाल सम्वत, छठ, लोसार लगायतका राष्ट्रिय महान पर्वहरूको अवसर पारेर आयोजित यस शुभकामना आदान प्रदान तथा चियापान समारोहका सभाध्यक्ष मित्र जगत सिंह खडाज्यू र यसै गरिकन आजको यस कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष, नेपाली राजनीतिका शीर्षस्थ व्यक्तित्व कमरेड पुष्पकमल दाहालज्यू, मञ्चमा आसीन माओवादी केन्द्रका शीर्ष नेतृत्वगण, ट्रेड युनियन कर्मी साथीहरू र उपस्थित सम्पूर्ण दिदीबहिनी तथा दाजुहरू र पत्रकार मित्रहरू, सबभन्दा पहिला त म अखिल नेपाल ट्रेड युनियन महासङ्घले यो अहिलेको विषम परिस्थिति, अत्यन्त हामी संवेदनशील अवस्थामा छौँ र यस अवस्थामा पनि चियापान समारोह कार्यक्रम गरेर एउटा ऊर्जा भर्ने काम र एउटा सन्देश दिने काम गरेको छ र हामीलाई आमन्त्रित गरेर शुभकामनाको शब्दहरू राख्ने जुन अवसर प्रदान गर्नुभयो त्यसको लागि म आयोजक कमिटीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यस महत्त्वपूर्ण क्षणमा म सबै श्रमजीवी साथीहरूलाई आगामी दिनहरू हाम्रा सुखद हुनेछन् र हाम्रो मर्यादित कामप्रतिको यात्रा र सामाजिक न्यायप्रतिको र समृद्धिप्रतिको यात्रा आगामी दिनमा पुरा हुनेछन् भन्ने म शुभकामना दिन चाहन्छु। र लामो विषय मैले यहाँ राख्नु छैन। हामी अहिले अत्यन्त अप्ठ्यारो अवस्थामा छौँ, त्यो हामी सबैले बुझेका छौँ। हामीले चाहना गरेका हामीले जुन व्यवस्थाहरू धेरै परिवर्तन गर्यौँ यो मुलुकमा, संविधानहरू हामीले धेरै परिवर्तन गर्यौँ, नेतृत्वहरू धेरै परिवर्तन गर्यौँ, तर वास्तवमा हामीले मुलुकले चाहेको जस्तो, हामी श्रमजीवीहरूले चाहे जस्तो र अहिलेका जेनजी लगायतका युवा वर्गले चाहे जस्तो शासन स्थापित हुन सकेन। मुलुकले त्यो खालको सुशासन प्राप्त गर्न सकेन र त्यस कारणले गर्दाखेरि अहिले एउटा विद्रोहको एउटा अवस्था सिर्जना भएको छ। कुनै न कुनै रूपमा विद्रोहको अवस्था सिर्जना भएको छ। मलाई लाग्छ हामीले छन्ने पनि गरेका थियौँ, यदि यो मुलुकका शासक वर्गहरूले, यो मुलुकका राजनीतिक पार्टीहरूले आगामी दिनमा पनि यसै गरी शासन सत्ताहरू सञ्चालन गरिरह्यो भने एउटा विद्रोह हुनेवाला छ, एउटा डिजास्टर हुन्छ नै। 2 वर्ष अगाडि हुन सक्थ्यो, 2 वर्ष पछाडि हुन सक्थ्यो, तर अहिले यतिखेर भयो। किनकि हामीले जुन ढङ्गले कामहरू गरिरहेका छौँ, जसरी यो मुलुकलाई नेतृत्व दिइरहेका छौँ, यसको परिणति भनेको यही डिजास्टर नै हो। तथापि जुन खालको हामीले क्षति बेहोर्यौँ, मानवीय क्षति बेहोर्यौँ, भौतिक क्षति बेहोर्यौँ र हामीले जुन किसिमको एउटा परिस्थितिमा हामी छौँ, तथापि हामीले यो परिस्थितिबाट हामी बाहिर निस्कनुपर्छ र यसको समस्याको हामी समाधानबाट बाहिर निस्किनुपर्छ। ट्रेड युनियन आन्दोलनले, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र र म नेपाल ट्रेड युनियन कङ्ग्रेसबाट प्रतिनिधित्व गर्दै गर्दा हामीले 1-1.5 महिना अगाडि मात्र हामीले एउटा विज्ञप्ति ज्ञापन पत्र दिएका थियौँ। यो मुलुकको सुशासन कायम गर्ने सन्दर्भमा र अहिलेको जुन भ्रष्टाचार यति धेरै सर्को रूपमा गइरहेको छ र यति धेरै फ्रस्ट्रेसन बढिरहेको छ, भ्रष्टाचार उन्मूलनका सन्दर्भमा, युथहरूलाई रोजगारीमा जोड्ने सन्दर्भमा र खास गरिकन डिजिटलाइजेसनको सन्दर्भमा हामीले सरकारको ध्यानाकर्षण गराएका थियौँ। बारम्बार ध्यानाकर्षणहरू गरायौँ, तर सरकारले सुन्ने अवस्थाहरू रहेन। र यो मात्र सरकारको कुराहरू मात्र होइन, हामीले पटक पटक सरकारहरू चेन्ज भयौँ, न हामीले राजनीतिक स्थिरता दिन सक्यौँ, न हामीले सरकारको स्थायित्व दिन सक्यौँ। त्यसको कारणले गर्दाखेरि श्रमजीवीहरू झन् गरिब हुने अवस्थाहरू र हामीले जुन किसिमको सामाजिक न्यायको जुन सपना देखायौँ, समाजवादको सपना देखायौँ, न हामीले समाजवादको हामीले हाम्रो समग्र मुलुकलाई लान सक्यौँ, न सामाजिक न्याय हामीले दिलाउन सक्ने परिस्थिति बन्यो। त्यस कारणले गर्दाखेरि यो परिस्थिति सिर्जना भएको छ र यो परिस्थितिबाट केही क्षति बिहोर्नु पर्यो भने यसका केही सकारात्मक परिणामहरू पनि हामीले आशा गर्न सक्छौँ। हामीलाई लाग्छ यो अहिलेको जुन प्रदर्शनपछि, अहिलेको यो मुभमेन्टपछि निश्चय पनि मुलुकमा हामीलाई आशा छ यो जुन अहिले डिग्री जुन पारो बढिरहेको थियो, जुन भ्रष्टाचारको पारो, कम्तीमा पनि यो प्यारामिटर अलिकति घट्छ भन्ने हामीले विश्वास हामीलाई लागेको छ। यति
मात्र होइन, युथहरूको अब पोलिटिक्समा सहभागिता हुँदैछ, नीति निर्माणमा इन्टरभेन्सन हुँदैछ। त्यसले निश्चित रूपमा आगामी दिनमा अब बन्ने पोलिसीहरू खास गरिकन सुशासन केन्द्रित हुनेछन्, समृद्ध केन्द्रित हुनेछन्, विकास केन्द्रित हुनेछन् भन्ने हामीलाई लागेको छ। र त्यसै गरिकन डिजिटलाइजेसनका कुराहरू छ र त्यसै गरिकन सुशासनको कुराहरू छ। यो विषय ट्रेड युनियन आन्दोलनले उठाउँदै आइरहेको विषय हो। यही आन्दोलन अहिले जेनजी समूहले उठाइरहेको छ, पुस्ताले उठाइरहेको छ। र आगामी दिनमा अब बन्ने सरकार, अब नयाँ निर्वाचन र अहिले एउटा निर्वाचनको विषय पनि उठिरहेको छ। म ट्रेड युनियनको हिसाबले हामी भन्छौँ निर्वाचनको विकल्प छैन, निर्वाचनको विकल्प छैन। हामी निर्वाचनमा जानुपर्छ। सरकारले भयरहित अवस्थाहरू सुरक्षित, हामीलाई सबैलाई सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ। सबैले निर्वाचनमा भाग लिन सक्ने अवस्था सिर्जना गर्नुपर्छ। तर निर्वाचनको विकल्प छैन र हामीले एउटा समग्रले सहभागिता गरेर निर्वाचनबाट फ्रेस माइन्डेडबाट ल्याएर मुलुकलाई अगाडि बढाउनुपर्छ। र यस दिशामा नेपाल ट्रेड युनियन कङ्ग्रेसको स्पष्ट धारणा रहेको छ। र हामी भन्छौँ अब नयाँ पुस्ता र नयाँ जेनेरेसनलाई हामीले नेतृत्व परिवर्तन गरेर र हामीले सरकारको मात्र होइन, अब हामीले पार्टीको समग्र रूपमा सबै संरचनाको आवश्यकता अनुसार ट्रेड युनियन आन्दोलन र सबै संस्थाको नेतृत्व परिवर्तन गरेर नयाँ पुस्तालाई अगाडि बढाएर हामीले नेतृत्वलाई अगाडि लिएर जानुपर्छ भन्ने विषय म यहाँहरूको बिचमा राख्दै म पुनः एकपटक यहाँहरूको एउटा कार्यक्रममा मलाई यसरी उपस्थित भएर शुभकामनाका केही शब्दहरू राख्ने अवसर दिनुभयो। र म भन्छु ट्रेड युनियन आन्दोलनलाई यदि हामी कुनै पनि पार्टीले व्यवस्था गऱ्यौँ भने, श्रमजीवीहरूलाई व्यवस्था गऱ्यौँ भने मुलुकले पटक पटक यस्ता खालका विद्रोह भेट्नु पर्दछ। यस्तो प्रत्येक पटक यस्ता खालका डिजास्टरको अवस्थाहरू आउँछ। यसमा मैले सबै नेतृत्वगणलाई ध्यान आकर्षण गराउन चाहन्छु। अझ खास गरिकन हामीसँग यहाँ प्रचण्ड पुष्पकमल दाहालज्यू आदरणीय कमरेड हुनुहुन्छ। उहाँ एउटा यो मुलुकको एउटा राजनीतिक एउटा शीर्षस्थ अवस्थामा हुनुहुन्छ। यो मुलुकलाई अप्ठ्यारो अवस्थामा एउटा के अरे समन्वय गर्ने एउटा भूमिकामा हुनुहुन्छ, नेतृत्व गर्ने भूमिकामा हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि एउटा कुरा चाहिँ म के भन्छु भने भ्रष्टाचारलाई मात्र हामीले बढी फोकस गरेर जान सक्यौँ र त्यसमा हामी अलिकति निर्दयी बनेर जान सक्यौँ भने यो मुलुकले एउटा निकास पाउन सक्छ। यिनै विषयहरू राख्दै मेरो आफ्नो भनाइ टुङ्गाउँछु। हस्त, धन्यवाद। जय नेपाल।